हेलो गाइज नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म हजुरलाई गेस गर्नु त हजुरहरू म कहाँ जाँदैछु। आज मेरो न्यू भ्लग आउँछ, हेरेर साथ सपोर्ट दिनु होला। अहिलेलाई म गएको के हुन्छ बाटोमा सबै देखाउने छु हजुरहरूलाई। पठोमा आउँदा रमाइलो हुँदो रहेछ। पठोवालेसँग आउँदा रमाइलो हुँदो रहेछ गाइज। जाँदा जाँदै पानी आयो नि बर्बाद। फेरि जाम भयो। जाम भयो फेरि। पठोवाला भएर यस्तै हुर्काउँछन्। आराम से चलो रे। जाम भयो जाम। रातो बत्ती बोल्यो जाम भयो। रोड हेर्नुहोस् गाइज। मेरो पठाउवाला देखेर हाँसिराख्नु भएको छ मलाई। मैले पठाउलाई 3000 दिएर ल्याएको छु। 3000। रातो बत्ती बोलो पानी आउन लाग्छ गाइज। पानी आयो भने त घुमघाम क्यान्सिल हुन्छ मेरो। चल्यो एयरपोर्ट आइसकेछ हामी त। एयरपोर्ट वाह एयरपोर्ट। बिस्तारै हुर्काउनु आए मेरो वाल खस्छ। यहाँ त त्यो रातो बत्ती त बोले छैन त किन जाम भयो त।
ट्राफिक दाइ हुनुहुँदो रहेछ। अर्को मुर्दार मेरै मोबाइलले उडाउने गरेर कस्तो हावा लाग्यो यो पठौवालाले बिगार हो क्या जाम नहो फेरि रातो बत्ती बाल्दियो रातो बत्ती बाल्दियो जाम भयो भाइ जाम भयो थिमी आइसक्यो फेरि जाम यो बाटोमा बसिँदैन हो कालो चस्मा लौै माया विशाल बजारको भन्ने गीत त सुनेको थिएँ तर आई डोन्ट नो भक्तपुर थिमी मैले बल्ल बस देखेँ यो बाटोमा
फेरि जाम्बो ओ जाम्बो
हटाउँदा त हाम्रो घरदेखि बाटो आइपुग्यो तर नाम थाहा छैन के हो भन्ने यहाँ के भन्छ पाइलट बाबा ए पाइलट बाबा आश्रम भन्ने ठाउँमा आइपुग्यो हामी फाइनली त्यहाँ रहेछ थकेलायो बाइकमा हिँड्दा यति थकेलायो नि यति टाढा लाग्यो नि मलाई यति टाढा यहाँ चाहिँ भ्यू चाहिँ खतरा आउँदो रहेछ अरे वाह पाइलट बाबा रे यहीलाई भन्छ होला घ्याम्पे डाँडा हो ए पाइलट बाबा रे घ्याम्पे डाँडा होइन रे पाइलट बाबा आहा सुकुटी वाउ फाइनली सुकुटी वाह भित्र जान मिल्दैन मिल्दो रहेछ भित्र जान पनि मिल्दो रहेछ टिकट लाग्छ रे एकजनाको 30 रुपियाँ टिकट फाइनली एकजनाको 30 रुपियाँ रे सस्तै रहेछ फुल चाहिँ कस्तो राम्रो कि म राम्रो कि फुल राम्रो म राम्रो कि फुल राम्रो गाइज हजुरलाई म पछाडि क्यामेराबाट देखाउँछु ल आयो रे वाउ जोस् रमाइलो भयो तर थकै लाग्यो साह्रै नै बाइकमा म यति धेरै हिँडेको थिइनँ आजसम्म यसको टुप्पो चाहिँ कति ठुलो हो मेरो मोबाइलले नभेट्यो कि मैले खिच्न नजाने ओ यता रमाइलो देखिँदैछ आऊ समाऊ यी नारी मेरा तिम्रै यादमा दिन रात चल्छ उठाऊ गीत आउँदैन है आश्रम काठमाडौँ सर जुम गर्दा नि अँध्यारो देखिन्छ हौ पानी हल्लाएर यो ठाउँ त म लाइफमा फर्स्ट चोटि आएँ हेर्नु गाइजहरू लास्टै रमाइलो छ तपाईहरु पनि आउनु होला है त ब्लग लिउनु भन्ने हुनुहुन्थ्यो गाइजहरूले फाइनली आज साथीहरूले ब्लग लिउनु चाहियो भन्ने हुनुहुन्थ्यो हैन फाइनली आज चाहिँ ब्लग आउने भयो
छ ठाउँहरू, आउनुहोस् हजुरहरू पनि यसो रमाइलो गर्नलाई। मलाई त रमाइलो कस्तो लाग्छ? कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला। फाइनली सबजनाले हेर्दा चाहिँ लाल लाग्ने के। यो ठाउँ छोडेर त मलाई कहीँ जानु मन लागेन, रुम पनि आउनु मन लागेन हो गाइज। मेरो आबाले कपाल बुढा देखेर ल सोमनाथ मन्दिर, पाइलेट बाबा, घ्याम्पे डाँडा। सो यो फुल देखेर चाहिँ मलाई असाध्यै रमाइलो लाग्यो। गाइज भन्नु है, फुल राम्रो कि म राम्रो? यहाँदेखि तल पनि रहेछ त। एक्सक्युज मी भन्छ डाम्नाले। को डाम्ना हो? ए पानी आयो त, पानी आयो। यहाँ तल पनि पानी दामी रहेछ, दामी ठाउँ चाहिँ है गाइजहरू। फाइनली गणेश मन्दिर, गणेशको मूर्ति, मन्दिर त के भनौँ, मूर्ति ढोकिदिउँ न। ए भगवान्, मलाई चाँडै युट्युबमा भाइरल गरिदिनु। युट्युबमा चाँडै भाइरल गरिदिनु। ए भगवान्, ए गणेश भगवान्। पानी आउनु लाग्यो गाइज, पानी आउनु लाग्यो। हेर्नु न, मेरो भाग्य नै छैन क्या। म अस्ति नै हो भ्लग गरौँ नि, पानी आउनु लाग्यो कि भ्लग नबने। गुलाबको फुल दिउँ कि तिमीलाई, कुनै के भन्थे नि एउटा सायरी के, काँडैको फुल हो कि के हो, आउँदैन मलाई त सायरी त। गुलाबको फुल दिए भने भिजाउला, कुनै के को फुल दिए भने काँडा होला भने जस्तै हो क्या गाइस। फाइनली पानी आउनु लाग्यो, घर चाहिँ कसरी जाने हो है। म अन्तिमसम्म हजुरलाई फुल भिडियो देखाउने छु। यहाँ पाइलट बाबा आश्रम रे होइन, ठाउँ राम्रो छ, रमाइलो छ, मलाई त मन पर्यो है। भित्र जान मिल्छ कि नै है। मनको धोको पुगेन नि तिमीलाई देखेर। खासै यहाँबाट दामी देखिन्छ होइन। योबाट त अब मेरो मोबाइलै ठुलो छैन के गाइज, देखाउन सकिनँ। ल हेर्नुहोस्, पानी छिटापिटा गऱ्यो मेरो। यहाँ पानी आयो, यहाँ पिम्पल आएको छ है। अरू त्यस्तै यो चाबी चाहिँ लहर जानुपर्छ क्या। युट्युबमा कमेन्ट लाइक नगर्नेलाई चाबी लगाइदिने के। पानी आयो, पानी। फाइनली घुमेर पनि सक्यो। 12 बजे, 1 बजे, 2 बजे। यता हेर फुल, उता हेर फुल, के को मूर्ति हो।
केटा मान्छेले मलाई हेरेर हाँसिरहेछ होइन। फुल थुत्न मिल्छ मिल्दैन, अर्काको बारीमा फुल थुत्न मिल्दैन। यहाँ चाहिँ कालो आउने कि क्यामेरा पनि। आई लभ यु सो मच, आई लभ यु सो मच भन्दै हिँड्दै गर्नु। फुल चाहिँ दामी के। पानी आयो गाइस, पानी छिटो मिठो गर्यो, पानी आयो। गुलाबको फुल, वाउ आमा भमरा। फुल त दियो पिरे भातैमा नभएको, मुस्कान त दियो पिरे दाँतैमा नभएको। वाउ वाउ एमा पनि भमरा छ। फाइनली भिडियो बनायो, घुमघाम गर्यो, पानी आयो। नमुस्कुराउनुस्, यस्तै हो। पानीपुरी खाम न। हेलो, अघि नि मैले यहाँ सुकुटी देखाएको थिएँ, सुकुटी लुकाइसकेछ। पानी आयो, पानी 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 पानी। बाई बाई। अब चाहिँ जान लागेको ठाउँ, आई मिस यु ठाउँ। पानीपुरी खाम न। पैसा मसँग छ, म खुवाउँछु हजुरलाई। पठोवालालाई पनि मैले खुवाउनु पर्ने गाइजहरू, यस्तो पनि जमाना हुन्छ। म त्यति धनी छु। फाइनली गाइज म रुम आइपुगेँ है। लास्ट थकै लागेको छ। अब एकछिनमा भिडियो हाल्नेछु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। बाई बाई।